हेलो एभ्रिवान। आज चाहिँ म थुक्पाको रेसिपी बनाउँदैछु। फर्स्टमा लिए मैले चामलको नुडल्स, त्यसपछि प्याज, टमाटर, हरियो खुर्सानी र धनियालाई कटिङ गरे। आलु, चना, केराउ र धनिया र जिराको पेस्ट बनाए। त्यसपछि मैले कुकर बसाए। कुकरमा राखिदिए तोरीको तेल। त्यसपछि अर्ग्यानिक मसला राखे। अघि कटिङ गरेको प्याजलाई पनि राखिदिए अनि त्यसलाई मजाले रातो हुने गरी फ्राई गरे। त्यसपछि राखे हरियो खुर्सानी, त्यसलाई पनि मजाले फ्राई गरे। त्यसपछि मैले राखे अघिको चना र केराउ, त्यसलाई पनि मजाले फ्राई गरे। त्यसपछि राखे मैले आलु, त्यसपछि मजाले मिक्स गरे। त्यसपछि राखे बेसार अनि त्यसपछि नुन राखिसकेपछि त्यसलाई मजाले मिक्स गरेर चलाए। त्यसपछि राखिदिए टमाटो, त्यसपछि जिरा र धनियाको पेस्टलाई राखिदिए र त्यसलाई पनि मजाले मिक्स गरिदिए। त्यसपछि राखिदिए मैले जिरा पाउडर, त्यसपछि पानी राखेर छोपिदिए। अब म नुडल्स तयार गर्दैछु। नुडल्सलाई तातो पानीमा मजाले बोइल गरिदिए अनि यता रेडी भयो मेरो थुक्पामा राख्ने मिक्स भेज। नुडल्सलाई मैले अब एउटा बाउलमा राखिदिए अनि त्यसपछि राखिदिए तातो तातो थुक्पाको मिक्स भेज। त्यसपछि राखिदिए प्याज अनि त्यसपछि धनिया र कागती। अब रेडी भयो मेरो थुक्पा। तपाईहरू पनि घरमा बसी बसी चिसो मौसमको लागि थुक्पा खान चाहनुहुन्छ भने कृपया यो भिडियो लाइक अनि सब्स्क्राइब र शेयर गरिदिनु होला। थ्यांक यू सो मच।